हेलो नेपाली फुटबल फ्यान्स, हिजो भएको एपिएफएफसी भर्सेस नासर स्पोर्टिङ एकाडेमी बिचको खेल चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो हेर्न सक्नुहुन्छ। यहाँ यो मिना देउबा र हाम्रो रश्मि कुमारी घिसिङको दुई गोल भएको थियो। यहाँ हेर्न सक्नुहुन्छ। यो क्लिप तपाईँहरू आफै हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। यो गोलहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। एकदमै राम्रो फिनिसिङ, एकदमै राम्रो गोल हान्नुभएको थियो हाम्रो स्टार प्लेयर मिना र रश्मि कुमारी घिसिङले। हेर्न सक्नुहुन्छ यो गोलहरू। मलाई चाहिँ एकदमै राम्रो लाग्यो है गाइज। तपाईँहरूलाई के कस्तो लाग्यो? 4-0 जितेको थियो हाम्रो नेपाली टिमले र आउने दिनहरूको लागि पनि धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो एपिएफएफसीलाई आफ्नो होम ग्राउन्डमा फर्स्ट गेम जितिसकेको छ र आशा छ यो च्याम्पियन चाहिँ हाम्रो एपिएफएफसी नै होस् भन्ने लागेको छ आफ्नो ठाउँमा। र हेर्न सक्नुहुन्छ मिना देउबाको यो एकदमै पावरफुल सट, एकदमै राम्रो, एकदमै स्किलफुल गेम देखाउनु भएको थियो। रश्मि कुमारी घिसिङको यो गोल पनि हेर्न सक्नुहुन्छ तपाईँहरू आफै हेर्न सक्नुहुन्छ। एकदमै टफ फिनिसिङको साथ गोल गरेर आफ्नो टिमलाई 2 गोल गरेर रश्मि र हाम्रो मिना देउबाले गेम जिताउनु भएको थियो हिजोको खेल। तपाईँहरूलाई पक्कै पनि राम्रो लाग्यो होला र यो भिडियो हेरिराख्दाखेरि तपाईँको साथीहरूलाई पनि पुर्याइदिनु होला, सेयर गरिदिनु होला र सब्सक्राइब गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै टाइपको भिडियोहरू म ल्याउने नै छु। र यो लाइभ चाहिँ हाम्रो रुटिन अफ नेपाल बन्दबाट दिइराख्नेछ। धन्यवाद।